पिकनिक जाने भेला भएर जाउँ भन्ने खालको सल्लाह गरेर आउनुभएछ र तपाईँहरूको फुलबारीमा फुल छ। फुलको नाम चाहिँ के रहेछ? फुलको मालीले मात्रै थाहा हुन्छ है फेरि। फुलको नाम चाहिँ के रहेछ हजुर? ए हामीलाई सोध्नु भयो? ए सुम्निमा राई अरे। ए सुम्निमा राई। सुम्निमा राई हो छ। छेउ छिमेकी देख्नु भएको छ? अनि उहाँले माग्नु पाउँछ? पाउँदैन हौ। पायो त किन पाएन? अब छोरा न आउनु भयो यो देखेर मात्रै पायो कि पायो? खोज्दै खोज्दै यहाँ भमरा पनि जाँदैछ त। त्यसो भए अब कुरो ओनी नै हुँदैछ। कोनी कोनी होइन ओनी हुँदैछ भनेपछि रहेछ मैले चाहिँ नदेखेको साह्रै राम्रो के अरे फुलबारी बनाएर फुल रोपेर सुँगुरको बाख्राको मल लगाएर युरिया पनि लगाएको होला अलिअलि होइन सबै लगाएर रहेछ र अब घुमाराको आँखा लाग्यो फुलेको रहेछ। घुमाराको आँखा लाग्यो है। यतिको फुल चाहिँ अब माग्छु पहिला दिएन भने चोरेर भए पनि लान्छु भन्ने आँट गरेर गर्नुभएको छ। अब के त माग्नु पाउँछ पाउँदैन? माग्यो भने उहाँहरूको वचन खेर जान्छ जाँदैन? जाँदैन होला भन्नुहोस् है छेउ छिमेकहरूले। सबभन्दा त पहिले त अब त्यही प्लान सोध्नु पर्ने हुन्छ। पहिले अब जग्गाको धमिले ल्यायो भने त अब अरूले साँधारी आँधीले त अब ल भन्छौँ नि। दाजुभाइहरूलाई नै मैले जिम्मा दिएको छु। उहाँहरूलाई मैले मेरो फुल दिँदा उचित होला कि नहोला तपाईँहरूले नै फैसला होला भन्ने मैले चाहिँ सबै जिम्मेवारी सुम्पिएको। ल आयो गार्जेनमा आयो है। अब त्यसो भए त्यो फुल भन्नुको मतलब चाहिँ अब के अरे गार्डन मालिकले पनि सुम्पिनु भयो छेउ छिमेकीलाई। छेउ छिमेक के भन्नुहुन्छ त? म त टाढोको परेँ तपाईँहरू के? तपाईँ पनि छिमेकी नै हो। छिमेकी नै बाँड्नु पर्छ। 5 नम्बर त हो टुप्पोको पऱ्यो के भन्नुहुन्छ? टुप्पोको पऱ्यो पनि फेदमा पऱ्यो पनि त्यही कुरा हो। सँगै घाँस दाउरा अब विभिन्न खेतीपाती गर्ने मान्छे के भन्नुहुन्छ तपाईँहरू? के भन्नुहुन्छ नाना? पहिले के भन्नुहुन्छ भनिदिनुहोस् है। तपाईँहरू झन् छिमेकीहरू यहाँ के भन्नु? तपाईँहरू बोल्नु न। हामी त झन् अलिक परेको परियो। यस्तो छ के मैले यो जग्गा किने भने हकवाला भन्दा छिमेकीले पहिला सोध्नुपर्छ। तपाईँले किन्नुहुन्थ्यो कि होइन भने म पो विचार गर्दैछु भन्नु पर्यो। त्यसले गर्दाखेरि छिमेकीले सोध्नु पर्यो हामीले। हामी चाहिँ हामीबाट चाहिँ पास हजुर। हामी चाहिँ सम्झौता भइसकेको छ। अब उहाँले नै दिने। अब हामी चाहिँ आगदारी हुँदैन। त्यसो भए छिमेकीहरू अब यसो गरौँ। फुल फुलेकै हो। हजुर फुल फुलेकै हो। भमरा आएकै हो। अब राम्ररी गरेर होइन फुलोस् हजुर फुलोस् फलोस्। छिमेकीहरूले पछि नराम्रो नहोस् त्यही त भन्नु पर्यो होला। उनीहरूको भविष्य मिलेर जिन्दगी बिताओस् गरी खाउन्। बरु फुलहरू अहिले तितो होस् फसलहरू होस् पछि चाहिँ राम्रो फुलोस् जाओस् होइन। फलोस् फुलोस् आउने सालमा झन् अझ राम्रो होस्। हजुर परम्परादेखि भइआएको अर्काको छोरी लानु पर्ने अर्काको छोरी ल्याउनु पर्ने आफ्नो दिनु पर्ने। त्यसो भए भोमाराको टार्गेट आएकै हो। ठ्याक्कै ताकेको मिलेकै जस्तो छ होइन त? ल त्यसो भए के गर्नु? यो चाहिँ अब यता यो चाहिँ हाम्रो भएको तपाईँहरूको अब अनुमति पाएपछि यो बाहिर त होइन अब भित्र पसौँ। छिमेकीले मात्रै पाइँदछ नि।
साँधेरी आँधेरी ल्याउँ यो हड्डारी चाहिँ नहोस् भनेर पहिलाको मिठो पछिको तितो यो चाहिँ नहोस् हामी यस्तो पहिलाको काममा आएको बरु है तितो भन्ने होस् यो पछिको मिठो होस् भने मैले नि त्यतिकै मुखले मात्रै भन्दा हुँदैन यो चाहिँ अब राखी बिन्ती उहाँले गर्नुभयो राखी बिन्ती हो यो चाहिँ। के पो गर्नु उहाँको पर्यो छोरा माइला माइलाको छोरा चाहिँ भित्र जाउँ हजुर अब भित्र के छ तयारी लु जाउँ भित्र जाउँ ल अब पुरै नबुझी भित्र नहुने उठे कारणले अब बुझियो के भन्छ यो मान्छेले त खतम पार्नु पर्यो। तपाईँहरू यता आउनुहोस् न यहाँ कुर्सी तपाईँहरू त पञ्च पो त अन्त पञ्च कसले के भन्छ बस्नुहोस् अब तपाईँले अब अघि कुरा सुन्नुभयो कि भएन है सुन्नुभयो नि अघि कुरा हल्का सुन्यो भने अब ढुङ्गा हल्लियो कुरा बुझियो होइन र यो सम्बन्धमा आउनु भएको छ अलिक टाढोदेखि के हो त अब तपाईँहरूको साइनो लाग्छ लाग्दैन के हो कसो हो होइन मेरो छोरी पढ्दैछ पढ्नु अझै बाँकी छ यो पङ्खा छुएकै छैन भन्ने हो कि होइन अब पहिलो कुटुम्ब आएको हो दिइहाल्नुपर्छ उहिलेको कुटुम्बले के भन्थ्यो भने पहिलो आएको कुटुम्बलाई छोरी चेली भत्सको दिइहाल्नु पर्ने एक खेप नदिएपछि फेरि उसको कर्म खोटी हुँदै 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 फेरि अर्को बाजे पनि आयो दिएन त्यही पछि त माग्नै आउँदैन अनि पाल्नु के साह्रो छैन महँगो तपाईँले होइन महँगीको त्यसले गर्दाखेरि के छ तपाईँहरूको विचार साइनो सम्बन्ध के छ पहिला त ओके नट ओके त्यहाँदेखि साइनो सम्बन्ध गर्नुपर्छ होइन हजुर एउटा मुन्दुम हो क्या यो युवाहरूले सिकाउने मुन्दुम पनि हो यो तपाईँमा हुन्छ म भत्त हुन्छ भनेर बिहा गरेर भोलिपल्ट भित्राउने बेलामा त एउटै पाछाको पो हुन्छ अनि साइनो सम्बन्ध गर्नु पर्यो माउलीसम्मको होइन दिने कि नदिने पहिला त दिने हो होइन तपाईँबाट है फेरि अब केटीले त सोध्नु बाँकी नै छ तपाईँबाट चाहिँ मेरो खेतला घर छ गोठला घर छ भन्नुहुन्छ कि मेरो छोरीको अब कुटुम्बहरूले होला र आउनुभयो मेरो छोरीको लागि र मबाट चाहिँ मेरो छोरीलाई अब बेला छ भन्छु अब कुटुम्बहरूले अब कस्तो के विचारले आउनुभएको छ उहाँहरूले अब छोरीलाई पनि सुविधा हुन्छ साइनो सम्बन्धीको कुरामा चाहिँ साइनो सम्बन्धीमा चाहिँ अब म के हुन्छु भने अब हाम्रो पाछा भनेको खेलसुन्छ हो बाबुको माउली के हो बाबुको आमा के हो तपाईँको आमा के हो बाबु त त्यो सबै बताउनु यिनीहरूको बाउको मावलीहरू बाडा छ अरे हो बाउ यता ठुलो माउलीहरू भन्नुभयो रतुन्छा नै हो हेर्नु चाहिँ मलाई आएन भन्नु अनि यता मेरोपट्टि चाहिँ म बान्दाउराको छोरी म दोकानमा हो मेरो दोकानमा छ त्यति भन्दा त उहाँले भन्नुभयो अनुसार चाहिँ अब सानो सम्बन्ध हामी देखिएन बाबाहरू पनि अब कुटुम्बेरी हुनुभयो भने होइन ट्रेडिसनलहरू पनि अब गाउँमा पनि छ र अब यो भित्र चाहिँ हाम्रो 3 पुस्ताभित्रै यो पाखामा चाहिँ कायम सम्बन्ध लाग्यो उहाँको जुन आफ्नो बन्ता माइती तर्फको जो भन्नुभयो त्यता पनि बन्तापट्टि पनि हाम्रो मेरो बोजू चाहिँ बोक्सिङको हो बन्ता भन्ने हो तर उहाँहरू चाहिँ गुप्ताहरू
त्यसले गर्दाखेरि बन्दापट्टि पनि लाग्ने पनि थिएन। अब भतिजोको माउलीपट्टि त लाग्दै लाग्दैन। भतिजोको यस्तो मावली नै भएन, चोखो छैन। बाउको मावली पनि हो, केटोको मावली पनि, उनीहरूको साप्पामा हो। साप्पामा भनेको अब हाम्रो किराँतीहरूको साइनो नपर्ने नै घर हो। साइनो लागेन। यो चाहिँ तपाईँहरूले सुनिराख्ने कुरो है। पछि के चाहिँ गर्नुपर्ने रहेछ भनेर नि, हुन्छ नि म दिने म लाने भने होइन त्यसरी त हुँदैन। तपाईँलाई होइन उहाँ होइन नानीहरूलाई त्यसरी बुझिराख्नुपर्छ। हामीलाई थाहा नभएको हुनसक्छ भनेर माउलीतिर माउलीतिर हुन्छ होइन, बाबुको माउलीतिर आमाको माउलीतिर कसरी छुनु सक्यो छल्ने भन्ने हो। अब ठिक छ, के अरे स्तूप अरे किराँती यातिम छ। अनि तपाईँले के चाहिँ साँच्चै नै तपाईँले लिएर आउनुभएको कि बाजे बुवाहरू सबैलाई, कि उहाँले लिएर आयो तपाईँलाई? हजुर मैले लिएर आएको। पक्कै हो? हजुर के होइन त्यहाँ माग्नुपर्छ भनेर लिएको त होइन? होइन नि, जानुपर्छ भनेर तपाईँले लिएर आउनुभएको खै सुन्नु ल्याइदिनुपर्छ बाजे बज्यूहरू। कति त हुन्छ नि त, मलाई जबरजस्ती दिएको नि बुढाबाट। मेरो त अर्कै जबरजस्ती अब लगेर भन्ने हाल्छ क्या। त्यसले गर्दाखेरि तपाईँ मेट्रोड भनेको यही हो, मेट्रोड म्यारिज भनेको यही हो होइन। र अब सबैको नाम सुनिदिनु हो नि, उहाँबाट पारुवाङ आयो, किराँती यातिम छ। तर अब उहाँले चाहिँ सुन्नीमा के अरे सुन्छ लाई चाहिँ होइन मागेर ल्याउनुपर्छ। बाजे बुवाहरू काका बडाहरू जो पनि छ जाउँ भनेर लिएर आउनु भएको छ। तपाईँको विचार के छ? उहाँले ल्याउनु सही छ कि होइन? मलाई आमाले चाहिँ पाल्नु नसकेर जाकिदा भन्दैछ, म त नानीले एक दिन मेरो केही प्लान छ भन्ने हो कि होइन? अब आज पनि जानै पर्ने, भोलि पनि जानै पर्ने है। छोरीको जात हो, अर्काको भित्ता काली खाने नै हो। र अब चिताएर आउनुभएछ। म उहाँहरूको चिताउलाई असफल पार्दिनँ, सफलै पार्छु भन्नुहुन्छ। के छ विचार? हामी चाहिँ जाउकीले भन्दैनौँ न, आमाले भनिहाल्नुभयो। अब हो छिमेकीले नि भन्यो, उमेर पुगेको छ। अब म पनि उमेर पुगेरै आएको हो, मेरो सबै त्यही चाहिँ हो, यो जीवन चक्र भन्छ नि त। त्यसले गर्दाखेरि के छ तपाईँको विचार? अब होइन, अब मेरो पुगेको आज पनि जाने, भोलि पनि जाने, म उहाँसँगै नभए अर्कोसँग जानै पर्ने हो। अब पहिलो मेरो कर्म मा आएको सँगै म जान्छु भन्ने कि के भन्ने? के भन्ने? बोल्नु पर्यो। फेरि भोलि गाह्रो भन्छ। पनि यसरी आएको, बजु पनि यसरी आएको, तिम्रो छोरीहरू पनि यसरी जान्छन्। त्यसरी नै जानुपर्छ नि। नभन्ने अब हाम्रो हिजोदेखि चिनाजान थियो, हाम्रो प्रतिबद्धता थियो र म जाने। छोरी मान्छेहरूको अनि मात्रै हाम्रो कुरा अगाडि बढ्ने भयो। के छ त विचार?
जाने सही हो हिजो आएन माग्नु मात्रै आएको माग्नु मात्रै आएको नि माग्नु मात्रै आयो ठिक छ होइन हो बोल्नुपर्छ राजी भयो होइन यो प्रमाण त पछिसम्म रहन्छ नि फेरि हामी मलाई जबरजस्ती पठाएको नि यो सबै भेला भएर थियो फारम थियो नाम हाल्नु फेरि भन्नु पाइएन अब साँच्चै नै हो भने होला बुझेकै होला हैन अब उहाँको हित हाम्रो स्टुडेन्टले पनि बुझ्नु भएको चिन्नु भएको देख्नु भएको है उहिले एउटा बाहुनको छोरी अर्को गाउँको बाहुनले लगेछ बुहारी अनि बुहारी चाहिँ चलाक रहेछ क्या छोरी चाहिँ अनि बाटोमा हिँड्दा हिँड्दा एकदिन भेट भएछ तपाईँ कुन गाउँको फल्ना गाउँको ए फल्ना गाउँको फल्ना चिन्नुहुन्छ चिन्छु भन्नु ए त्यो त मेरो सम्झि हो नि ए कतापट्टि भने मेरो छोरी चाहिँ उसको बुहारी हो ए तपाईँको छोरी पो हो अनि मेरो छोरी हो कस्तो घर खाँदैछ भन्यो भने अहिले घर सकेर खोलमातिर लाग्यो भने त नि पछि भन्नु भएन है भनेको चाहिँ घरको भाटासाटा सबै सकेर खोलमाको पनि सुरु गरेछ अब त्यस्तो छन् है त्यस्तो छन् देख्नु भएको होला सुन्नु भएको होला है भोलि पर्सि भाटासाटा यताको सकेर उता लाग्ला त्यो चाहिँ मलाई भनेन उहाँहरूले म त कहिले कहिले देखेको मात्रै थिएँ चिनेको मात्रै थिएँ बाहिरबाट हेर्दा त काम गर्ला जस्तो लाग्यो तर रूपक न रापक सिपक न सापक खानु मात्रै मापाको रहेछ भन्नु भएन लामासँग लामेनी खापासँग खपेनी भना भइदिन होस् होइन त्यसले गर्दाखेरि आजै भन्ने हो त्यस्तो छ भने त म लान्न भन्नु पर्यो यत्रो पुर्खाहरू बसेको ठाउँमै कुरा गर्नु पर्यो ए त्यस्तो छ त्यसो भने त लान्न भन्नु पर्यो अब हामी काम गर्दिनौँ होइन भन्नु पर्यो के छ त जस्तो पनि लाने हो नि लाने सिकाउनु पर्यो गुनाउनु पर्यो कुकुरलाई सिकाउँदाखेरि है बम पक्रिने आइडियो पक्रिने त्योहरू पक्रिने हुन्छ चोर पक्रिने मान्छे मार्ने पक्रिने हुन्छ भने मान्छेहरू सिक्छन् चोर पक्रिने डाका पक्रिने मान्छे ज्यान मार्ने मान्छेहरू सिक्छन् होइन सिकाउनु पर्छ र यस्तो हुन्छ यहाँ गरेको कामभन्दा उता अलिक खाएको होला त्यो सिकाउनु पऱ्यो नगरेको कामहरू हुन्छन् त्यस्तो आउँछ नि राम्रो भन्नु छैन यसो गरेर मिलबाट लिएको चाहिँ फेरि सासूले हराएर जान्छ सासू कहाँ पुग्छ भरे आउँदा भात पाकेको हुँदैन खै बुहारी भात पाके ए तपाईँले ठेक्ठेकै नै कहाँ सबैको जान्नुपर्छ उहिले के गर्थ्यो खेती मार्नु जाँदाखेरि बट्टारिकाको मुढा चिर्न लाउँथ्यो अनि पछि घुम बन्ने कुटो लाउँथ्यो होइन अहिले पछि मजा छ कहाँ छ त्यसले गर्दाखेरि ल अहिले त पानी ठिक छ अब साँच्चै नै मनले नै हामीलाई त यत्रो भेला गरेर खेद्यो नभन्ने भने तपाईँले उत्यो लिएर छुनुपर्छ यो छुनुपर्छ कसले त नि म जानु पऱ्यो पक्रिनु पर्यो छुनु पर्यो यसो गरेर रक्सी पोकेर लाने छुने राजी खुसी नै छु भाइ होइन म जानेछु राजी खुसी नै छु जान्छु राजी भएको देखिन्छ राजी भएको दोहोरै उहाँले कुरा राख्नु त्यही त वर्षको लागि राम्रो हो छुने पर्यो त म राजी नै छु हेरिराखेको छु नि म राजी नै छु भन अब हेलो ए ल अब त्यसो भए
यसो गरौँ न लानेले पनि लाने नै भयो जस्तो भएको जाने पनि जाने नै भयो होइन हाम्रो केही लागेन है यसमा अब यो मात्रै हाम्रो भयो क्या यो चाहिँ हाम्रो यो चाहिँ उहाँलाई पक्राइदिनु रुमाल चाहिँ त्यो तलको चाहिँ अब हाम्रो होइन हाम्रो भयो नि लानु चाहिँ पर्यो उता लानु पर्यो सुन्नु त अलिक सुइसक्यो यो माथिको हजुरले चाहिँ फेरि हामीले बाप पढिन्छ बाँकी के हो यहाँ त है त यसलाई चाहिँ बैना भन्छ चलनमा फेरि हामीले बैना मारेको उयो चाहिँ उभै होला नि त सार्नु पर्ने उडी हिँड्ने चरीले के चितायो 1 पैसाको सिन्दुरले दिने बितायो भने जस्तो नि बैना भन्ने एउटा चलन छ क्या ल अब यसो गरौँ खानेलाई बाँडिदिनु एकमा 5 त्यस्तो हो त्यस्तो चढाउनु यो चढाइदिनु अहिले होइन हौ चुला सम्झेर चढाउनु ल चढाइदिनुहोस् बाहिरतिर सबभन्दा पहिले भित्र अनि बाहिर त्यस्तो काममा आएको खेलसँग साथको घरमा आएको थियो ल है एटिएम साहरूको भनेर भन्नु नि अलिक बाहिर गएर गर्दैन कि अलिकति दायाँमा अलिकति बाहिर गएर फेरि खानु पाइयो भने खप्पै खानु भएन नि गुम्बाले लिएको यस्तो यस्तो अर्थ लिएको यता पनि आधा त सकिहाल्यो मैले ल अब यसो भन्नु यो को खान्छ भने बनाइदिनु होइन अब छिटो मिठो कुरा कामै बनाइदिनु एकछिन खाऊ न काम बोलाऊ न कामै बनाइदिनु प्लास्टिकले कुरा सार्नु भएन यस्तो लाग्दा राख्नु न कामै बनाइदिनु न जिम्मी हुन्छ नि त होइन धेरै छ नि त प्लास्टिकको गिलास ल्याउनु पर्थ्यो नि सानो खालको खानेलाई यसो च्याप्चै दिनु अब फेरि भरे घर पुग्नु हुन्न होला कि भोलि बिहान मात्रै जानुभयो पहिला त बिहान 3 दिन पर्खियो मात्रै पर्खिन्थ्यो है अब अहिले त 3 मिनट पनि लागेन हौ होइन अब त्यो टाढो हुँदाखेरि त त्यस्तै हो है बाद 3 महिनै लाग्छ कि के छ अब यसो गरौँ न के गर्नु अलिक कम्ती ल्याउनु भएछ कि छ नि ऊ अझै तपाईँहरूले 2टा जति राख्नुपर्छ जे भए पनि हुन्छ होइन 2टा अहिले राख्नुहोस् कि बियर मात्रै राखौँ कि यो पनि जे भए जोडी हुन्छ जोडी भए जे भए जोडी जोडी होइन अब यो चाहिँ किन भने यो होइन यो कसैको भएको छैन कि यसको पुरै भएको छैन कि यहाँ राख्नुहोस् कि यो चाहिँ हाम्रो वैशाली होइन यो तपाईँ हजुर यो चाहिँ कसै बिचमा सेन्टर राख्नु पर्यो नि त अब यो चाहिँ के को लागि भने नि उहिले शेर्पाले भन्थ्यो अरे आमा मऱ्यो खाने काम बाबु मऱ्यो खाने काम भन्थ्यो अरे क्या त्यस्तै नै अब हामी चाहिँ खाने काम मात्रै गर्दैछ भनिदिनु होला होइन अहिले त्यो त अब यो चाहिँ हाम्रो चाहिँ यस्तो यस्तो प्लान छ भनेर बताउने त्यतिकै मुखले मात्रै बताउनु त अलिक मिलेन होला होइन अब तपाईँहरूको प्लान के छ होइन बहिनी अहिले लाने हो कि भोलि के लाने हो कि कसो के छ यहाँ सोध्नु पऱ्यो नि त अनुमति छ छैन अहिले लाँदाखेरि अनुमति छ छैन या अर्को महिना के छ यो सोधा नि हजुर अब त्यो त किजेटमा हो कि होइन के छ तपाईँहरूको प्लान मङ्सिरमा हो कि यताबाट जवाब आउँछ यो अहिले नै हामी चाहिँ अब उहाँले दिइसकेपछि अब लाने नै भनेर चाहिँ अहिले हजुर
गाडीमा सुहाउँछ क्याट त्यो भेनमा कहाँ अट्छ त माथि छ ए होइन छतमा राखेर भए पनि ए हुन्छ नि त मोरा चिया हामी जसरी भए पनि लगिहाल्छ बाहिर डोरी सोरीले तिरपालले बाँधेर भए पनि लगिहाल्छ त्यो भन्नुहुँदैछ अब दिनुभयो भने अझै लाने भनेर तपाईँको के छ वैशाखमा दिउँ कि जेठमा दिउँ कि असार साउन भदौ मङ्सिरसम्म तपाईँले के भन्नु पर्यो भने होइन अब यति हतार नगरौँ म चाहिँ हल्का पिडिबास दिएर मात्रै एकैचोटि पठाउने भन्ने यो हो उहाँले रित राखेर सोधेपछि तपाईँको जब दिनु पर्यो हामीलाई दिनुपर्यो यो नियम हो के अब मैले नदिनु मैले मेरो छोरी मैले वचन छोडेँ होइन त्यसमा अहिले दिइसक्नुभयो गरेको चाहिँ म पुरै रितमा चाहिँ म यतिखेर लगेर लिएर आउने जाने बाटो गर्नु सक्छु कहिलेसम्म गर्ने हो अनि त्यहाँदेखि यो भनेको चाहिँ यो जेठा छोरी हो जेठमा हुँदैन भन्ने जेठा छोरा र जेठी छोरी हुँदैन भन्ने मैले सुनेको कुरा हो त्यो हाम्रो रीतिरिवाजमा पनि पक्कै पनि भइरहेकै होला जस्तो लाग्छ त्यसमा चाहिँ अब आउने जाने बाटो भित्रमा भने अब कहिले हो त जेठमा लाग्ने त्यही त कहिले हो त आज यो भोलि पनि हुनसक्छ पर्सि पनि हुनसक्छ 31 गते 31 को महिना छ 31 को महिना 31 गते हो कि त्यसमा 31 को हो कि 31 को हो कि 25 26 27 आउनु जाने बाटो खोल्नलाई त्यति पर्दैन त्यो दिन चाहिँ लगेरै जानुहुन्छ पिडीबासको साथमा त्यहाँ चाहिँ ज्वाइँ लाई लिएर आउनु पर्यो फेरि माने एउटा पुर्खाले राखिदिएको नियम हो अन्त सबै सहमति गर्नुपर्छ यो पछाडि पनि हस्तान्तरण गर्नुपर्ने हुन्छ होइन हुन्छ अहिले लग्यो भने चोरी बिहे चाहिँ हुन्छ तर अझै फेरि त्यो काम त गर्नै पर्यो पिडीबास त दिनै पर्यो काम त नदिकन ज्वाइँ अब आउनु मिल्दैन आउनु मिल्दैन त्यो पनि हो यो पनि हुन्छ तर एकैचोटि सक्ने प्राण माघी बिहेस्तै हुन्छ त्यो माघी बिहेस्तै एकैचोटि पिडीबास पनि दिनै पठाउने पिडीबास पनि दिनै पठाउने राम्रै हो आज लगेर फेरि आज तपाईँले कार्यक्रम गरेर हाम्रो चाहिँ के छ भने अब मैले अलिअलि जानेको कुरा है यो हुन्छ अब होइन अब हामी ठाउँ ठाउँमा बसेको राईहरूले आफ्नो आफ्नो तरिकाले उसको हाम्रोमा मैले देखेको चाहिँ के छ भने हामी यसरी लामो कुकुर आइसकेपछि हामी आगो लान्छौँ भन्ने लगेर उहाँ भित्राउँछन् भित्राएपछि यो दिन देऊ भनिन्छ होइन यो दिन चाहिँ हामी बिरुवा दिन्छौँ भनेर चाहिँ त्यो दिन लिएर आउँछौँ त्यो पनि हुन्छ अनि तपाईँको केही प्लानबाट आउनु भएको होला केही सल्लाह त भएकै होला होइन मम्मीसँग बोल्दै त्यसो गर्नुहुन्छ तपाईँहरूको माथि घरमा सल्लाह बात बाँकी प्लान गर्नु भएको हरेक हुन्छ है फेरि बोलाउँदा चाहिँ छानछिन गर्नुपर्छ मैले भनेको बिरुवासम्म मात्रै हो छानछिनको लागि चाहिँ म केही समय पछाडि मात्रै उहाँहरूले माग्दा पनि म दिन सक्दिनँ अनि अब फेरि चामलिङ समुदायको के रहेछ भनेदेखिलाई यहाँदेखि बागदाता नदीसम्म उहाँ भित्राउँदैन भित्राउँदैन हो त्यस्तो छैन त्यस्तो हाम्रो छैन बनताको चाहिँ पहिले भित्राउने अनि त्यस पछाडि बागदुत माग्दा पनि हुन्छ नानीको आमा भएपछि पनि छिन्छ छिन चाहिँ तर मेरो छिमेकमा त्यो त्यति बेला चाहिँ त्यस्तो भयो क्या
मैले भन्छु नि दाजु ठाउँ ठाउँमा आफ्नो उहाँबाट बागमती नदी हामी भित्तामा नभए एउटा चेली दुईवटा चुलामा हुने भयो यता बुढाको पनि छ माइतमा पनि छ उता जबसम्म दिँदैन बागबाट तबसम्म गर्नु भन्ने खालको कुरा गरे अब चामलिङले नै अब उहाँहरूले कसरी गर्नुहुन्छ हाम्रो खेरी संसारले चाहिँ त्यस्तो तरिकाले गरेको होइन त्यही नै हो नियम चाहिँ अब मागिसकेपछि अब लाने भित्र्याउने अनि भित्राइसकेपछि भोलिपल्ट भोलिपल्ट हुँदै पर्सिपल्ट हुन्छ यता अब चुरी बाँधिने पर्नुदेखि अनि त्यो रित लिएर आउनुपर्छ यसबाटै पछाडि कति समय लाग्छ त्यसमै जोड्दै लान्छ दाजुभाइलाई सबैलाई बोलाएको छ बोलाएको छ अन्त बुहारी के गरौँ आज लैजाउँ कि भनेको मतलब त्यही नै हो यसो गरौँ न दर्शक भन्दा म बिदा बोल्दै हुनु त खासै होइन बेल फरे बिहा कुरा गरे नियम हुन्छ नि त अब कुरा नछाडिकन आउँदैन के गर्ने हो यसो गर्दा पनि हुँदैन नि अब होइन यस्तो सिराउनु अब मलाई किन गाह्रो पार्ने अब हाम्रै नै हो उहाँहरूकोमा हामी नै हो अब उठाउने अनि आउने बाटो पनि खोलिदिने आउन जानु गर्नु फेरि पछि के कस्तो हुन्छ नि पछि यस्तो हो कि मैले चाहिँ आज उहाँहरूले लानुहुन्छ होइन आज लगेर लाँचुदेखि भित्र भोलि भित्र अन्त शनिबार आउनु भयो कस्तो त हो शनिबार आउँछ हैन त्यो त तपाईले जहिले भने त्यसै कुरा गर्ने आमा उनीहरू त भोलि बिहान आइहाल्छ नि विशालमा हैन त्यो त थाहा यता सुन्नुहोस् न अब उहाँहरू आउनु हुँदैन जबसम्म बोलाउँदैन उहाँ त हामीले जहिले भोलि गए भोलि आउनुपर्छ यति गते यति बजे आउनु यतिजना आउनु ल्याउने यो भनेर पठाउनु पर्यो तपाईँ उसको मासु 1 किलो हजुर उहाँहरू हाम्रो हुकुममा त एउटा हुकुम दिन्छन् के अनि मात्रै आउनु पाउँछ यो त त्यही हो हैन पहिले त्यो सल्लाह गर्नु तपाईहरु डेट हेर्नु न डेट हैन अब यो भयो आजै लाने भयो हजुर अनि हामी हैन यता सुन्नुहोस् पहिला सुन्नुहोस् यता हैन अब लानु दिने हो नि हैन दिने त भनेर चिसाएको भइसक्यो हाम्रो भएको यो तपाईँहरूको भएको है त फाइदा त धेरै हुँदैछ ल अब यसमा थप्ने छ छैन है अब पहिले डेट मिति हेरौँ न सबैजना राम्रो दिन होस् राम्रो बार होस् होइन 31 गते छ होला हैन 31 को महिना छ होला भन्नुभयो भने त्यही दिन आउनु पर्यो नि दुई दिनमै आउनु भन्यो भने आउनु पर्यो म हेर्छु ल यसै मलाई म हेर्छु त राम्रो बार होइन होइन आज बुधबार हो आज बुधबार आइतबार सोमबार मसन्तामा पनि आउनु भएन हुँदैन अगाडि नै आउनुपर्छ आइतबारै आउनु राम्रो है सोमबार पनि पुर्ने रहेछ दाजु अब वास्तवमा राम्रो त हेरेको जस्तो हेर्दा होइन आइतबार पुर्ने के अरे सोमबार पुर्ने रहेछ ल आइतबार 28 अब मसन्ता भइगयो मङ्गलबार भइगयो लगभग यति मध्येमा राम्रो हेर्नै पऱ्यो भने चाहिँ अब 28 पर्सि शनि भनेपछि होइन शुक्रबार पनि हुन आइतबार राम्रो है आइतबार 28 पर्यो शुक्रबार भोलि पर्सि शुक्रबार पनि राम्रो छ है शुक्रबार 26 गते पर्छ हजुर त्यो भन्दा राम्रो छ शुक्रबार चाहिँ समय सर्ट भयो भने मात्रै हो छोटो समय छोटो भयो तै पनि के सल्लाह गर्नु राख्नुहुन्छ सोमबार शुक्रबार यो चाहिँ आजै लान्छौँ भनेर राख्नु भएको
अब कहिले ल्याउनु पर्ने भने फेरि राख्नुहुन्छ भन्नुहोस् न त्यही त सोमबार पनि राम्रै छ है सोमबार राम्रो छ खानु चाहिँ अनि त्यहाँदेखि यो कुन दिन ल्याउनु पर्ने अब त्यो त गर्नुहोस् अनि यसको पिँढी भाष अब यो मिति तय गर्नुहोस् यो चाहिँ मिति कहिले आउनु पर्ने भनेर सोमबार कहिले शुक्रबार ल्याउनु पर्ने 2 भनेर म्याच तोक्नुहोस् तोकौँ लु पाउनुहोस् ह भाइ सल्लाह गर्नुहोस् उ पर गर्नु हजुर आइतबार चाहिँ पर्छ पुर्ने पुण्य पनि नपार्नु आइतबार एउटा यो पुर्खाले राखिलिएको मुन्दुम हो यसलाई मानौँ पर्ने बाटो पुग्यो पछि गरौँ भन्ने हिसाब किताबले पर्सि 26 बदनाम है पात्र हेर्नेमा चाहिँ अब हामी बाहुन भयो भने चतुर्दशीमा हुन्छ पूर्णेको परिवारमा हुँदैन बाध्य गर्नु शुक्रबार सबै राम्रो भोलि बस्नुहोस् पर्सि तँ आउनुहोस् त्यही ठिकाना हेर्नुहोस् है ल त्यही गर्ने पर्ने दाजु दाजु शुक्रबार ठुलै भयो ठिकै छ तपाईँले अब मिलेपछि हामी के भन्छौँ हामी त रेती सेती लाएर आउने